दाउरा लिन पाल्नापट्टि यामाशालाको विवाहमा हामी चाहिँ हाम्रो भाइ चाहिँ वरिष्ठ हेलो गाइज दाउरा सबभन्दा बढी चाहिँ उहाँले ल्याउनुहुन्छ। यो डोगा नाम्रो सबै उहाँले बोक्नु भएको छ। हाम्रो बहिनीहरू दाउरा ल्याउने कार्यक्रम भइरहेछ। दाउरा ल्याउने ठाउँ चाहिँ पारी यही घुम्तीमा हो। हामीले चाहिँ दाउरा ल्याउनु माथि खलिया छन् दाउरा हाल त यहाँ छन्। हामी यत्रो बाटो यहाँबाट उकालो काटेर चाहिँ जानुपर्छ गाइज। हेर्नुहोस् हाम्रो वन त्यही हो। वनबाट ल्याएको दाउरा हामीले किनेर रोडमा ल्याएको रहेछन्। त्यसरी हामीले चाहिँ त्यहीँबाट ल्याउनु पर्ने अवस्था। यो बाटो जानुपर्छ हामी तल। म पनि छु दाउरा ल्याउने। दाउरा ल्याउँछु एक डोको पनि एक दुई बिटा ल्याउँछु होइन। उहाँ बढी उहाँ डोको बोक्नु भएको छ। डोको बोकेको जोइ पछाडि हुनुहुन्छ उहाँ। त्यहाँदेखि दुईजना बुढाबुढी यहाँनिर छन्। म चाहिँ सिङ्गो हाम्रो भाइको डोको चाहिँ एकदम दामी तरिकाले बोक्नु भएको छ। कता भाइ जाने? हामी चाहिँ विवाहको लागि दाउरा बोक्न गइरहेछौँ। दाउरा अब के गर्ने, आज बिहानदेखि बोकिरहेछौँ। अब चाहिँ लास्ट सबभन्दा मासु बढी चाहिँ तपाईँ खानु होला है त, राँगा मासु। हेलो गाइस, ब्याउला भयौँ न। ब्याउली अगाडि लाग्नु भएको डोको बोक्नु। हाम्रो गाउँको चाहिँ जङ्गलै हो, तर हामी दाउरा पाइँदैनन्। अब के गर्ने, दाउरा ल्याउँदै पाल्न जानुपर्छ फुल तरेर। के गर्ने र रोडमा अहिले भर्खरै यहाँ रोड छ। अब के गर्ने, ट्र्याक्टर आउँदैन यहाँ। आए पनि त्यहाँबाट घुमेर आउँछ। के गर्ने, अरे ब्याउला हिँड्दैछन्, नाच्छन् अलिअलि। ब्याउला डोगेर सामान जाँदैछ नि होइन। ब्याउला काके पुलमा प्रवेश गरिरहेछौँ हामी चाहिँ। हामी चाहिँ माछा खाने हो। अब गाडी हाम्रो वाउ। देखाएर मुजी ओइ देखाएर माछा भर्खरै मारे त माछी आउँदै भर्खरै मारे। देखा त भाइ, देखा भर्खरै मारे हिजोबाट त म डरो मार्दै माछा खै माछा देखाऊ। भर्खरै मारे हेर्नु न। माछा चाहिँ केटाहरूले टन्नै मारिरहेछन्। माछा डरो मारेर